परमेश्वरलाई धन्यवाद दिन चाहन्छु for getting this privilege. परमेश्वरले यो मलाई यो सौभाग्य दिनुभयो After hearing about Brother Vinod, भाइ विनोदको बारेमा सुन्न पाएर I've been praying for 8 years, 8 वर्षभन्दा अघिदेखि म प्रार्थना गरिरहेको थिएँ and God answered my prayer. मेरो प्रार्थनाको उत्तर परमेश्वरले दिनुभयो And I've been teaching today. आज हजुरहरूको माझमा म आएको छु I really thank God. म परमेश्वरलाई अति नै धन्यवाद दिन चाहन्छु Especially I also thank Brother Vinod and his family. भाइ विनोद र उहाँको श्रीमती र सबैलाई म धन्यवाद दिन चाहन्छु Because of him, उहाँको कारण I can able to come over here. यहाँ म आउन सके He helped me a lot उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ financially, धनकोद्वारा spiritually, आत्मिकद्वारा and physically. साथसाथै शरीरमा भएर पनि सहयोग गर्नुभएको छ Thank you so much, Brother Vinod. भाइ विनोद म तपाईँलाई धन्यवाद दिन चाहन्छु हामीलाई पनि धन्यवाद दिन चाहन्छु अरू साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु And all the church members and all members who get in here. जति पनि यहाँ पास्टर अगुवा र विश्वासीगणहरू आउनुभएको छ तपाईँलाई हामी धन्यवाद दिन चाहन्छौँ Thank you for your warm welcome. तपाईँको एकदमै असल र जोसका साथ स्वागत गर्नुभएको लागि धन्यवाद And for this very wonderful gifts यो मेरो लागि एकदमै असल उपहारहरू तपाईँले दिनुभएको लागि and this beautiful talents. यो मालाहरू मलाई लगाइदिनु भएको लागि Thank you for everything. धेरै सबै कुराको लागि म तपाईँलाई धन्यवाद दिन चाहन्छु Thank you so much. धन्यवाद छ God bless you all. परमेश्वरले तपाईँलाई आशीषित गरौँ थ्याङ्क यू हुन्छ अगाडिको समय उहाँलाई हामीले आजको वचनबाट हामीले सिक्नेछौँ म चाहन्छु कि उहाँलाई फेरि यो